चुनावको चहल पहल हुनु हुँदैन, मान्छेहरूले आफ्नो व्यवहार देखाउन थालिहाल्छन् नि। त्यो गाडी चढाएर जनतालाई तलमाथि फ्रीको पेट्रोल बार्ने, खाजा साजा नास्ता खुवाउने यो काम बन्द गरौँ। जनतालाई आफ्नो सो इच्छाले भोट हाल्न दिनुपर्छ। भाँड भैलो यताउता मचाउने काम नगरौँ। योभन्दा अगाडिको चुनावमा पनि कसले पैसा बाँडेको थियो र कसले के गरेको थियो भन्ने कुरा यथावतै छन्। यदि बाइचान्स यस्तो भयो भनेपछि सुईको अलिकति थाहा भयो भने मात्रै मासु भात खुवाउने, यो पैसा बाँड्ने चुनावको बेला भोटको लागि यस्तो कुराहरू सुईको थाहा भयो भने चुनाव सकिना भोलिपल्ट जेलबाट निस्किनु पर्ला। फेरि यो कुरा चाहिँ ध्यान राख्नु। यस्तो नराम्रो काम गर्नु हुँदैन। तपाईले मलाई राम्रो गर्नुहोस् नराम्रो गर्नुहोस् कुनै फरक पर्दैन। म राम्रोलाई सपोर्ट गरेर अगाडि बढाउने प्रक्रियामा जान्छु, त्यसमा सहमत हुन्छु। नराम्रो कामको लागि मबाट सधैँ खबरदारी हुन्छ र म जस्तै युवाहरूबाट सबैबाट खबरदारी नै हो।